ल फाइनली गाइस आज चाहिँ हामीले चाहिँ माछा मार्ने कार्यक्रम हुँदैछ यहाँ ट्याक्क डोजरले थुनेर हैन वहाँ परदेखि सर्लक्क थुनेर माछा सर्लक्क लाएर मनोहरा खोलाको माछा मार्ने कार्यक्रम हुँदैछ। भर्खर माछा निस्किन सुरु हो है। माछा चाहिँ भर्खरै भनौँ न 1 महिना बल्ल निस्कि सुरुवात भयो माछा निकाल्नलाई। अब मेन हो यहाँ चाहिँ हो डेन्जर माछा हुने त्यो निकाल्न पाइछ। अब पानी तान्दैछ जेन्डरले सुक्दैछ। माछा मार्ने कार्यक्रम चाहिँ लागेको छ हैन। यहाँ समाउँदैछ ल समासम्म झ्याम कट झ्याम। ल यो चाहिँ यो माछा चाहिँ हाम्रो चाहिँ यो के माछा फाटा माछा हो यो। यसमा अहिले 4 थरीको माछा 5 थरीको माछा परिसकेको छ। यो चाहिँ फगेटा माछा भिजदाले टिप्दैछ नि यहाँ है। अनि अर्को यहाँ बुजुना हिले सिङ्गे असला अनेक जातको माछाहरू छ है गाइस। यहाँ यति भयो लगभग। अब आजको प्लान चाहिँ 2 बाल्टी माछा चाहिँ निकाल्नै पर्छ जस्तो नि नर्मली 2 बाल्टी चाहिँ नर्मल निस्किनै पर्ने हो। यो चाहिँ टिप्दैछ यसलाई चाहिँ यो माछा चाहिँ असले यो चाहिँ असले आउँदैछ। यो फाटा हो ल गाइस आउँदैछ माछा टिप्नु न। माछा टिप्ने कार्यक्रम जारी भइरहेछ है गाइस। ल त्यसपछिको सेकेन्ड पार्ट अब यसमा मारिन्छ। यो अलिकति जमाएर राखेको छ यहाँ मारिन्छ। अनि ऊ पर यो परपट्टि तपाईँहरूले देखाएको ठाउँमा यहाँ परपट्टिको मार्नुपर्छ। अब लगभग यहाँको सकिसकेपछि यो जेनेरेटर यो पानी तान्ने मेसिन चाहिँ ट्रान्सफर गरेर यहाँ राखिन्छ। त्यसपछि उहाँ दुईटाले तान्ने कार्यक्रम हुन्छ। घोक्रो अलिकति थिचौँ न ल है गाइस देख्न सक्नुहुन्छ है एकचोटिमा निस्किन्छ है। ल सर्लक्क लाएर यहाँ नि सिङ्गे छ माछा यो घोक्रोमा। खोइ एकछिन घोक्रो थिएन ल भयङ्कर माछा तानेछ घोक्रोले पानीमा है। ल एक मुठी माछा घोक्रोमै तासेछ सर्लक्क लाएर। त्यही भएर जाल थापिरहेको घोक्रोको तल अलिकति ठुलो भएको भएर तानेछ मजाले। ल जाल थाप्यो ए पानी तानेन है। पानी आएन भने पानी आएन ए खतरा पुरै माछा